हेलो वेलकम टु ब्याक टु माई न्यु इयर भ्लग। आज सन्चै हुनुहुन्छ, म एकदमै सन्चै छु। आज त मेरो छुट्टी थियो। आज के बनाउने त कस्तो बनाउने त आलु घोडबेला सडबेला के खाने हो त अब रुमतिर खानेकुरा। आज छुट्टी थियो, अब होटलमा गएर नि के खानेकुरा हुँदैन। कस्तो आवाज सुनिरहेको भर्खर उठ्यो। के खाने भन्ने मेरो प्लान हो होइन। आज चाहिँ म चट्ट पारेर खसीको मासु ल्याएर आइसकेको छ थिएँ अनि ल्याइसकेपछि म टक्क बनाउनै जानु लाग्यो। खसीको मासु अनि यता चाहिँ यसो छ अनि यता चाहिँ म तेल चढाइसकेँ, मैले हाल्नुपर्छ। अनि तेल चाहिँ एकदम खरिसक्यो यहाँ यदि भिडियोको लक्करमा अब पुरै बनिसकेपछि म हजुर टक्क देखाउन चाहन्छु है। त्यसको अन्त्यमा भिडियोमा बनिराख्नु होला। चट्ट पारेर हालेर मेरो तरिका यस्तो छैन कि टक्क पारेर त्यो गर्ने एकैचोटि सबै हाल्दैन। एकैचोटि हो सबै एकैचोटि हालिदिने हो। यो प्याजको यो सिङ्गै यो हालिदिने हो, खोल्ताउनु पर्दैन यसलाई। यस्तो गर्ने, यस्तो गरेर चट्ट सबै त्यसो गरेर सट्ट हालिदिने। के गर्नै पर्दैन यसलाई, एकैछिन के गर्नै पर्दैन। यो चाहिँ यस्तो पाइन्छ फेरि। यो चाहिँ गार्लिक के अरे जिन्जर गार्लिक पेस्ट, यसलाई चाहिँ यहीँ हाल्नुपर्छ। अन्तिमसम्म हेरिदिनु होला। अनि यो भिडियो लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गरिदिनु होला। नयाँ हुनुहुन्छ, नयाँ कि मेरो त भर्खरै खोलेको आइडिया हो, त्यस्तो के त भन्नु हुँदैन, तर गरिदिनु होला। सबैले लाइक सब्सक्राइब गरिदिनु होला, यही भन्न चाहन्छु। ल यस्तो खतरा तरिकाले एकैचोटि सब हालिदिँदै होला। एकैचोटि हो सल्लक्कै हालेर मैले त एकैचोटि सिटी लगाइदिनँ, झ्याम सब पाक्छ। नुन लागे लाग्छ, नलागे नलाग्छ। झ्याम तरिकाले चट्ट पाइसक्यो। हेर्नु सर पाइसकेको छ। पङ्खा कुलर चालु आइरहेको छ फेरि होइन। त्यो कुलर हो, राम्रो आइरहेको त्यहाँदेखि सर्लक्क हावा मजाको आउँछ क्या। सर्लक्क योबाट आउँछ। सर्लक्क गरेर बनाइसक्यो। लटक्क सर्लक्क बनाएर यसो हालेर यसो हालेर दामी रहेछ। मैले फेरि के हालेन है, एकैचोटि सबै हाल्ने मैले अरू कुरै हाल्दै हाल्दैन। दामी हुने रहेछ है, दामी दामी। सर्लक्क गरेर बनाइसक्यो। लटक्क सर्लक्क बनाएर यसो हालेर यसो हालेर दामी रहेछ। मैले फेरि के हालेन है, एकैचोटि सबै हाल्ने मैले अरू कुरै हाल्दै हाल्दैन। दामी हुने रहेछ है, दामी दामी।